आजको नास्ता हाम्रो पापाया छ। यहाँ मम्मीले काट्दै हुनुहुन्छ, खाँदै हुनुहुन्छ पनि। गुलेछ कि छैन? नास्तामा त यही हुन्छ, कहिले पपाया हुन्छ, कहिले कनलुवा कनलुवा नेपालीमा के भनिन्छ? मिठो आलु। इङ्ग्लिसमा त स्विट पोट्याटो। सकरकन्दी त हिन्दीमा। निशा कनलुवालाई नेपालीमा गुगल गरेर भन्। जे भयो नि अहिले हामी नास्तामा म त पानी खाइसकेपछि बिहानी बिहानी उठेर पानी नै खाने गरेको छु, 1 ग्लास जति। अनि त्यसपछि यही पपाया खान्छौँ अनि चिया पनि खान्छौँ। आजकल चिया पनि खाइरहेको छु म। सकरखण्ड भनिन्छ। यो खाँदिनँ म, यसले चाहिँ भोक नै मेट्छ भात खाने बेलासम्म। म यही खान्छु। छोड न, पर्खिनु भिडियो बनाउनु थिएन। मैले भने त म बनाइदिन्छु भनेर। अब घरमा नेपाली नै सुन्नुहुन्छ हजुर। हजुरलाई पनि नेपाली नै बोल्नुपर्छ। एक्साइटेड? चिया पनि उम्लिन तले। बटरमा टोस्ट गरिदिन्छु, राम्रो हुन्छ। एकचोटि म र मेरो बहिनी भाटपट्टि गएको थियौँ अनि त्यहाँबाट एउटा हामी पोल किनेर ल्याएको थियौँ। मेरो बहिनीले आजसम्म त्यसमा नास्ता गरेको छैन। आज भिडियोको चक्करमा हेर्नुहोस्, ऊ गइरहेछ यसमा नास्ता गर्नु। खै देखा न अब यसमा नास्ता गर्छ। यसको स्ट्यान्डर्ड धेरै हाई भइसकेको छ। बहिनीको मुख धेरै सुन्दर छ, त्यही भएर काट्न त आफ्नो बोल। एकछिन मम्मीलाई हेल्प गर्छौँ। यतिकै लानु। हजुरको इन्डियन कप खै? मेरो मम्मीको यत्रो धेरै कप छ, तर उहाँलाई यही मनपर्छ, इन्डियन कप। आफ्नो लागि पर्सनल किन्नु भएको छ। कुनै दिन त अनहेल्दी नि खाँदा हुन्छ। कति मनलाई मार्नु। मेरो मम्मी भित्रबाट डिजाइनर हुनुहुन्छ। आफ्नो सबै कपडा काटेर छोटो मोटो सबै गरिदिनुहुन्छ। कपडा यसले काट्नुहुन्छ, हेर्नुहोस्। कैँची त्यत्रो छ, जहिले नि प्रब्लम हुन्छ मम्मीको कपडामा। खै किन मलाई थाहा भएन। हरेक सिजनमा विन्टर समर रबर टाइट भएर निकालिदिनु भयो। चिसो भएर घाममा बसेको छु। अहिलेको 12 बजिरहेछ। हजुरलाई म एउटा केही देखाउने छु। मेरो बारीमा 10 वटा कुकुरको बच्चा छ। अहिले यस्तो राम्रो छन्। हिँड्नुहोस्, म देखाउँछु। अहिले गयो भने खुट्टैमै आइदिन्छन् टोक्नलाई। कुकुरको बच्चाको मम्मीको लागि हामीले ड्रुल्स पनि किनेको थियौँ, तर अहिले सकिरहेछ। यति मात्र छ। बाँचेको ड्रुल्स लिएर हिँडौँ, मम्मीलाई दिइहाल्ने उसको। अनि म हजुरहरूलाई देखाउँछु उनीहरू कता छन् भनेर। हिँड्नुहोस्, बारीमा म देखाउँछु। यो उसको मम्मीले खुवाएर पनि आइहाल्ने एकछिनमा। हेलो। ए पर्खी एकछिन। तिमीहरूको मम्मी खै? खै मम्मी? यिनीहरूको मम्मी नै छैन त अहिले। के गर्दै हो? एकछिन। यिनीहरू 10 जना छन्। 10 जना मध्ये 7 जना केटी नै छन्। सबभन्दा हेल्दी यो चाहिँ छ। यो पनि केटी। यसमा सबभन्दा हेल्दी केटी नै हो। ए उता जान।
यिनीहरूको मम्मीको लागि खाना ल्याएँ मैले अनि यिनीहरू खान कोसिस गर्छन्। यिनीहरूलाई नै दिइहाल्छु अब। ले खा तिमीहरू नै खा 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 घरमा जा ए घरमा जा भनेको ए म पछि आउँछु तेरो मम्मी आएपछि घरमा जा कति क्युट छन् कति क्युट छ जा घरमा जा तेरो मम्मी आएपछि तेरो बाबा आएपछि म आउँछु घरमा जा ए घरमा जा जा उनीहरू देख्यो भने पछाडि नै आउन थाल्छन् त्यही भएर मैले लुकेर आइदिएँ अब उनीहरूको मम्मीको लागि गएको थिएँ मम्मी नै थिएन उसको न बाबा थियो त्यही भएर एकछिनमा फेरि केही लिएर जान्छु उनीहरूको लागि खासमा त घरमा सबैजनाले केही खुवाइ नै दिन्छन् पछि जान्छु अब ब्राउन मम्मी यो अङ्कल नानी कति खान्छेस् दिनभरि त खाएर बसेछ अब बोलिदिन्छु कुकुरले छोइदिएको थियो त्यही भएर मैले झिक्दिएँ अनि यो लगाइहालेँ सेफ्टी त जे होस् हुनु नै पर्छ होइन सबै कपडा मिलाइसक्यौँ म र मेरो मम्मी अब म खान्छु ग्रिन टी मेरो मम्मीले ग्रिन टी ल्याइदिनु भएको छ मेरो लागि बाई रातिको 11:30 बजिरहेको थियो कुकुरको बच्चाहरू कराइरहेको थिए माथिबाट हेर्दा त सबै बच्चाहरू नालीमा खसेको रहेछन् पापाले सबैले एक एक गरी निकालिदिनु भयो अनि उनीहरूको घरमा राखिदिनु भयो एउटा चाहिँ कुकुरको बच्चा नालीमा खसेको थिएन नत्र सबै खसेको रहेछन् रातिमा कुकुरको बच्चाहरूलाई नदेखिँदो रहेछ त्यही भएर एउटा कार्टुनमा राखिदियौँ सबै बच्चाहरूलाई अनि बिहानी गएर सबैलाई फेरि झिक्दिने गरेका छौँ आजकल